म गोपाल बाजे। मेरो सबैभन्दा ठूलो खुसी मेरो नाति आर्यन हो, जो शहरमा कलेज पढ्छ। ऊ घर आउँदा मलाई संसारको सबैभन्दा ठूलो सम्पत्ति पाए जस्तो लाग्छ। तर आर्यन घरमा पनि सधैँ आफ्नो नयाँ फोनमा व्यस्त हुन्छ। ऊ मसँग बोल्दैन, ऊ हाँस्दैन, उसले मलाई अँगालो हाल्नुको सट्टा फोनको स्क्रिन हेरिरहन्छ। मलाई लाग्थ्यो त्यो सानो यन्त्रले मेरो र मेरो नातिबीच एउटा अदृश्य पर्खाल खडा गरेको छ। एक दिन मैले आर्यनलाई सोधेँ, बाबु, यो तिम्रो फोनमा के छ? किन तिमी यसलाई मात्रै हेर्छौ? मलाई पनि सिकाइदेऊ न। आर्यनले मेरो अनुहार पनि नहेरिकन भन्यो, हजुर बुवा, तपाईँलाई यो कुरा बुझ्न धेरै गाह्रो हुन्छ। तपाईँलाई थाहा छैन कसरी चलाउने। मलाई लाग्यो मेरो वृद्ध हात र पुरानो दिमागले गर्दा म मेरो नातिको संसारबाट टाढिँदैछु। मैले अर्को दिन बजार गएर आफूसँग भएको थोरै पैसाले एउटा महँगो स्मार्टफोन किनेर ल्याएँ। रातभर म त्यो फोन चलाउन सिक्ने प्रयास गरिरहन्थेँ। मेरो काँपेको हातले फोनको सानो अक्षर छुन सक्दैनथ्यो। मेरो आँखा धमिलो हुन्थ्यो। मेरो एउटै उद्देश्य थियो, नातिसँग भिडियो कलमा कुरा गर्ने वा उसलाई एउटा मिस युको म्यासेज पठाउने। जब म धेरै सङ्घर्ष गरेर नातिलाई फोन गर्न सफल भएँ, उसले हतारमा उठाएर भन्यो, हजुरबा, के चाहिएको हो? म अहिले साथीहरूसँग गेम खेल्दैछु, पछि फोन गर्छु है। त्यो दिन मलाई लाग्यो फोन चलाउन सिक्नु ठूलो कुरा थिएन। ठूलो कुरा त मेरो नातिसँग मसँग बिताउनलाई समय नै रहेनछ। मैले प्रविधि त सिकेँ, तर मेरो नातिलाई माया बुझाउन सकिनँ। मैले त्यो नयाँ फोनलाई साइलेन्टमा राखेर एउटा कुनामा राखेँ। मलाई थाहा भयो प्रविधिले संसारलाई नजिक ल्याउँछ, तर कहिलेकाहीँ परिवारलाई धेरै टाढा पनि पुर्याउँदो रहेछ।